आज असोज 19 गते ना हेलो नमस्ते आज असोज 19 गते है यो दृश्य म तपाईलाई देखाइरहेको छु हाम्रो अमरद 2 सुनबर्सी नगरपालिका भित्र पर्छ यो बान चाहिँ हाम्रो है अनि यता चाहिँ रतुवामाई र हाम्रो यता अमरद 2 यो खेरबारी र हक्लाबारीको यो दृश्य म देखाइरहेको छु करिब यो बान फुट्नको भनौँ न 8 बजेतिर यो बान 7:30 बजेतिर बान यो फुटेको हो देख्नुहुन्छ है यो जनधनको क्षतिको दृश्य म तपाईलाई देखाइरहेको छु है यो पुरा जलमग भएको छ यो पुरै दृश्य म तपाईलाई देखाइरहेको छु है यो बान्डोप गाउँ यो हक्लाबारी हैन र यो हाम्रो खेरबारी गाउँ हो उहाँहरू हाम्रै गाउँको मान्छेहरू हुन्छ गाउँलेहरू हुन्छ उहाँ है यो दृश्य म यो आज असोज 19 गतेको यो हिजो एक दिनको वर्षाले गर्दा यति ठुलो बाढी आयो है यो तपाईँलाई देखाउँछु यता पुरै यो जलमग छ यो पुरै मान्छेहरूको 100 बिघा अहिले धान खेतीहरू नष्ट भएको छ 100 बिघा है मान्छेहरूको यो आजको बाढीले गर्दा कति मान्छेहरूको दुःखले यसपालि धान रोपेको यो हिजोको वर्षाले है उहाँ देख्नुहुन्छ उहाँ हाम्रो लिम्बुन दिदीको घर हो यो हाम्रो लिम्बुन दिदीको घर एकदम तनावग्रस्तमा छ उहाँ दिदीको है घर पुरै डुबानमा छ र उहाँकै छेउमा यो करिब क्या मिटर हतेको 20 मिटर हते 20 मिटर करिब बान चाहिँ फुटाएको रहेछ है यो चाहिँ देख्न सक्नुहुन्छ है 20 मिटर करिब बान चाहिँ फुटा अब अझै बान फुट्ने क्रममै छ हैन यो बान अझै यो बान फुट्ने यो खनी पनि रहेछ र यो बान सकभर यो ध्यान जाओस् हाम्रो नगरपालिका र हाम्रो सरकारमा यो ध्यान जाओस् सकभर छिटो यो घर देख्न सक्नुहुन्छ हाम्रो उहाँ लिम्बिन दिदीको घर हो यो हक्लाबारी अहिले पुरै डुबान चाहिँ ग्रस्तमा छ अहिले पुरै मान्छेहरूको घरमा पानी छ डुबान छ अब उहाँहरूको जनधनको क्षति कति बिजोग भयो होला उहाँ दिदीको घरमा हैन पानीले भरिपूर्ण छ अहिले पुरै खेतभरि है देख्न सक्नुहुन्छ यो बान्डोप र यो हक्लाबारी त्यसको छेउमै यहाँ बान फुटेको रहेछ हाम्रो यो पुरै यो खोला है यो पहिला यो सबै खेतीयोग्य जमिन हो र यो बिहानै 5 बजे करिब यो पुरै डुबानग्रस्त थियो यो अहिले पानी घटेर अलि यतिसम्म छ नभए त पुरै यो खोला वा बिचमा छ खोला चाहिँ हैन यो चाहिँ यो तपाईहरुको यो काँसको भित्र चाहिँ खोला छ खोलामा पानी नभएर यो सबै यो बान फुटाएर चाहिँ पानी चाहिँ यसरी बगेर चाहिँ यो हक्लाबारी गाउँ चाहिँ डुबान क्षेत्रमा छ है यो भिडियो सम्पूर्ण देश विदेशमा रहनु हुने सम्पूर्ण दाजुभाइहरूलाई चाहिँ यो शेयर गरिदिनु होला र सरकारमा पनि यो भिडियो सकभर छिटोभन्दा छिटो पुगोस् ल उहाँहरू पुरा भत्किरहेछ है अहिले यो पानीलाई हामीले छिटै नियन्त्रण गरेन भने यहाँ भएका धान खेतीहरू जति पनि गाउँ छ भोलि गएर यो डुबानग्रस्त पनि हुन सक्छ केही बेर छैन अझै बारिस पनि हुन सक्छ वर्षाको लक्षण छ अझै पनि हैन काका 2 दिन अझै छ वर्षा 2 दिन 20 गते भन्दै थियो 22 सम्म छ 22 सम्म हैन अब यो सकभर यसलाई छिटो रोकथाम गरेन भने त यो त पुरै अनि यो डुबान हुन्छ नि यो त अब यो बान फुटाउने बित्तिकै अब तपाईको त यो पानीको मुहान भइगयो नि अब उहाँहरू त त्यो दिदीको घर कति बिजोग छ यो बैरको रुख पनि यहाँनिर रहेछ यो बैरको रुख पनि उखालेर त्यहाँ साइड लगाइदियो ओहो त्यो सुँगुरको खोर पनि पुरा डुबान छ है